नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आई होप हजुर सन्चै हुनुहुन्छ। म पनि आज सन्चै छु। आज चाहिँ मैले कहिलेको भिडियो लिएर आएको छु भने कृष्ण जन्माष्टमीको भिडियोहरू लिएर आएकी छु। छोटो छोटो भिडियोहरूलाई मैले लामो बनाएर ल्याएकी छु। ग्यालेरीमा राख्दाखेरि चाहिँ कहिलेकाहीँ हट्ने सम्भावना हुने भएर चाहिँ मैले आज लामो बनाएर युट्युबमा हाल्ने भएर लिएर आएकी छु। कस्तो छ साथीहरू, हेर्नु सहित यो चाहिँ हामी कुन मन्दिर गएको भने कृष्ण जन्माष्टमीको दिन चाहिँ कृष्ण मन्दिर गएको हो। मेरो ठुलो छोरा आरोन, सानो छोरा चाहिँ अर्पण हो। साथीहरू, आइरोन ठुलो छोरा चाहिँ नाच्न मात्रै खोजिरहन्छ भुइँमा गएर, सानो छोरा चाहिँ काखबाट भुइँमै झर्न खोज्छन् है साथीहरू। यताको भिउहरू कस्तो छ साथीहरू, हेर्नुहोस् न, भर्खर भर्खर हिँड्न थालेको। अलिकति हिँड्न मात्रै खोज्छ साथीहरू। लड्न खोजेर मेरो सानो थिएँ नि त, अहिले हालेको हो यो भिडियो चाहिँ है। अहिले एडिट गरेर हल्का एडिट गरेर हालेको हो। कस्तो छ साथीहरू, भर्खर सुरुमा हिँड्न खोज्दाखेरिको भिडियो। प्राय भिडियोहरू मोबाइलबाट ग्यालेरीबाट स्पेस फुल भएर पनि डिलिट हुन पुग्दो रहेछ। भएर मैले चाहिँ युट्युबमा हालेकी छु। कुनै युट्युबमा हालेको छु भने कुनै टिकटकमा हालेको छु। ग्यालेरीमा त प्राय कहिले डिलिट हुँदो रहेछ, कहिले आफैले डिलिट गर्ने। त्यही चाहिँ त्यहाँ बसिरहेको फोटो खिच्न राखेको। सानो बाबु चाहिँ मान्दैन है, भुइँमा बस्नै मान्दैन सानो बाबु चाहिँ। छोरी चाहिँ दिदीसँग, उसको दिदीसँग चाहिँ नाच्न खुसी हुन रमाउँछ। ऊ सानो बाबु चाहिँ दादासँग है साथीहरू। दुईटै चाहिँ दादा र दिदीसँग रमाउँदैछन्। गीत बजे कि नाच्न खोज्ने मेरो बाबुहरू मस्त नाच्दैछन् है, गीतमा नाच्दैछन्। त्यहाँ गीतहरू भजन बजिरहेको छ, उनीहरू मस्त नाच्छन्। ठुलो बाबु चाहिँ हिँडेको है, धेरै खुसी हुन्छ। सानो चाहिँ अलिकति डराएर, मान्छे धेरै देख्यो नि त, अनि डराएर बस्नै मान्दैन। दिदीसँग मात्रै टाँसिएर बसिन्छ। नाचेको है, हेर्नुहोस् है साथीहरू, नाच्न मात्रै खोज्ने मेरो ठुलो बाबु चाहिँ सबैजनाको भिडभाडमा चाहिँ जान खोज्छ। फेरि हामी चाहिँ लड्ला भनेर नै उति चाहिँ पछि लागिरहेको छ। कस्तो देखेको छ साथीहरू, बाबुहरूलाई कृष्ण भन्दा हेर्नुहोस् न। म चाहिँ बाबुहरूलाई हेरेर बसेको, उनीहरू काठमा आउनै मान्दैनन्, भुइँमा मात्रै हिँड्न खोजिरहेको छन्। मैले चाहिँ हेर्ने बाबुहरूलाई हेर्ने अनि भिडियो बनाइदिने, त्यति हो मेरो काम भनेको। छोटो छोटो भिडियोहरूलाई मैले एउटै लामो भिडियो बनाएको। लामो भिडियो भएछ अलिकति। हेर्नुहोस् न, नाचेको ठुलो बाबु चाहिँ नाचेर हिँडे गर्छन् है। ठुलो बाबु चाहिँ मैले त्यो अहिले हाल्नुको कारण चाहिँ मैले छोटो छोटो भिडियोहरू थियो एउटै लामो बनाएर हालेको। हाल्नुको कारण चाहिँ डिलिट हुन्छ कहिले
सानो बाबु चाहिँ दादासँग छ नाचेर। ठुलो बाबु चाहिँ उसको दिदीसँग छ। काखमै बसेर भने नाच्नुपर्छ, भुइँमा चाहिँ नबस्ने अरे। त्यो बेलाको भिडियो चाहिँ अहिले हाले कि म त कृष्ण अष्टमी बेलाकोतिरै हाल्नुपर्ने, मैले चाहिँ अहिले हालेँ। अहिले लगभग अहिले कति माघमा हाल्दैछु है। यो चाहिँ बाबुहरूसँगको टिकटक है साथीहरू, बेलुका उता आएर बेलुकाको टिकटक। यो चाहिँ मन्दिरमा फोटोहरू खिचेको बाबाजीसँग। बाबाहरू यदि हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला है। हस्, धन्यवाद।